नमस्ते। यो राइड हो हेटौडाबाट चितवन जाँदै गरेको राइड हो। करिब 5 बजेको बेलातिरको सनसेट आवर हो यो। क्यामेराको अडियो हावाले गर्दा राम्रो नआएर भोइस ओभर गर्दैछु। म र मेरो साथी चाहिँ सौराहा जाँदै हो चितवन नेसनल पार्कमा सफारीको लागि। काठमाडौँमा चाहिँ चिसो लागिसक्यो, यता चितवनमा चाहिँ अझै गर्मी नै रहेछ मौसम। ओके, अब भोलि एकैचोटि सफारीमा भेटौँला। बट किराले नटोको छ किनभने यस्तो कुराहरूमा सेन्सिटिभ हुन्छ को त्यो मात्रै भनेपछि जाडो महिनामा चितवन बस्नु ठिक रहेछ हैन? यो नेसनल पार्क जाँदै हो हामी चाहिँ हैन? अक्राजमार नेसनल पार्क जानु पर्यो हो। त्यस्तो गर्नु माछा ज्याकेट लाउनु पर्यो ठिकै किन्दै तर एउटा टी सर्ट चाहिँ बोक्नै पर्ने छ भन्ने कुरा बुझ्यो। कालो भयो भने हाम्रो दाइ अगाडि जानु भइसक्यो क्या। हाम्रो दाइको त केटै केटा छ अनि 10 जना हैन? 10 जना छ हो। भाइ सफारी क्याम्प, सफारी क्याम्प सफारी जाने ठाउँ आइपुग्यौँ। यहाँबाट अब यो सफारी लिएर 10 जना टक्कै यहाँ त टन्नै रहेछ नि मान्छेहरू है। कुन कसको पालो होला। बाघ त आइहाल्छ नि। फोन गरेर यार तिमीहरू रेडी बनाइदिएर दिनुपर्छ नि। ओहो विक्रमको गाडी एक शॉट मारू
Safari. भालेको चाहिँ सिङ हुँदैन हिँड्छ सानो भर्खरको पनि त्यो हेर्नु भर्खर जम्दा आउँदैन होला जस्तो लाग्छ हजुर घाँसे मैदान हो क्या यो ए घाँसे मैदान सिमलको त्यो ठुलो रुख होला सिमलको रुख भन्छ एउटा दुईवटा पहिला चाहिँ अब यो सिमलको रुखमा त गिद्धहरू नेस्टिङ गर्ने ठाउँ चाहिँ एकदम राम्रो अहिले गिद्ध छैन गिद्धहरू त्यति हराउँदै गयो मान्छेले मारेको कि एकदम सिनो पनि पाएन अब मान्छेहरू मेडिसिन युज गर्यो त्यो पनि हो यही हो अफ्रिका यो घाँसे मैदान हेरे कस्तो भ्यू है रुखहरू दामी यहाँ चाहिँ सबभन्दा राम्रो टाइम भनेको माघ फागुनतिर हो है माघ फागुनतिर एकदम राम्रो टाइम हो यो जुन ग्रास महिनाहरू छ नि त्यो चाहिँ के हुन्छ त माघ फागुन हजुर ए माघ सबै डढेलो लाउँछ क्या ए माघ फागुन हो सबै सानो ग्रास हुन्छ नि त अनि सजिलै देखिन्छ अब यतिखेर तपाईँको यो गाडीको चार्ज कति वर्ष लाग्छ र यत्रो हुँदैन धेरै वर्ष लाग्छ धेरै टन्नु ए त्यहीँ बसेर घाममै मगरमच्छ त्यो चराको ठ्याक्कै माथि छ नि काठ हजुर हो जिङ्गर गोही हुन्छ ह्यान्डिङ गर्ने आर्मी बेस क्याम्प यहाँ ठुलो एउटा गडै बस्छ कि हजुर पुरा यो चिकनको राम्रो भयो तिनीहरू आलु देख्नु चित्तो देख्नु मैडा 20-25वटा मैडा गऱ्यो ए भालु पनि देख्यो आलु देख्यो दुईवटा पौले क्या
सफारी चाहिँ सकिसकेको छ। बाघ हेर्ने सपना चाहिँ अधुरै रह्यो। यति धेरै सफारी थियो कि आज प्याक थियो नेसनल पार्क पुरै। यो तिहारको होलिडे भएर पनि होला बाघ चाहिँ देखेन। जनावरहरू अलिक कमै देख्यो आज, एकदम भिड भएको भएर। अब कि साँझतिर कि बिहानै निस्किनु पर्ने रहेछ, हामी चाहिँ अलिक ढिला निस्केको भएर त्यस्तो खासै केही पनि देखेनौँ। जङ्गल हेऱ्यौँ, फर्क्यौँ अनि काठमाडौँ फर्किँदैछु।